ल आज चाहिँ चुनावको बारेमा कुरा गरौँ है त। मैले नबुझेको एउटा कुरा नेपालमा अहिले जता पनि चुनावै लागिरहेको छैन, माहौल चाहिँ चुनावकै छ। यति हुँदा पनि हामी नेपालीहरूलाई सबैजनालाई थाहा छ कि होइन, जुन हाम्रो योभन्दा अगाडिको सरकारहरू जो व्यक्तिहरू चाहिँ सत्तामा पुग्नुभयो, जसले चाहिँ सरकार बनाउनु भयो, कुनै पनि सरकार चाहिँ स्थायी सरकार भएन कि 1 वर्ष 12 महिना 16 महिना 9 महिना 8 महिना यस्तैमा चाहिँ सरकार चाहिँ फेरि उल्टेर नयाँ सरकार बन्यो होइन। हामीसँग स्थायी सरकार चाहिँ कहिल्यै पनि भएन कि, यो पनि ल ठिकै छ। तर जो मान्छेहरू पनि सत्तामा चाहिँ पुगे, कतिपय कुराहरू चाहिँ गर्छौँ, हामीले यो गर्छौँ भनेर त गर्थ्यो नि होइन, तर कुनै पनि कुराहरू पुरा भएको छ। अनि अर्को कुरा, भोट माग्ने बेलामा जो पनि आउँछन् नि होइन, मैले यो गरिदिन्छु, मैले यस्तो गरिदिन्छु, हाम्रो सरकारले यो गर्छ, हाम्रो सरकारले त्यो गर्छ, सबै कुरा भने, तर त्यो कुनै पनि कुराहरू पुरा भयो त? अनि फर्केर कोही पनि भोट मागेर गएदेखि फर्केर कोही पनि आएको छन् त? गर्दैन। अनि हामी फेरि अब चुनावको बेलामा त्यही नेताहरू हामीसँग त्यही हावादारी बक्कम फुसे कुराहरू लिएर आउँछन्, हामीले पत्याउनु पर्ने हो त? होइन नि होइन। हामीसँग सोच छ, विवेक छ, बुद्धि छ, हामीले आफूले पनि त सोच्न सक्छौँ नि होइन। हामीले सोचेर मतदान गरौँ, घोषणापत्र हेरौँ, पुरानालाई क्वेसन गरौँ, नयाँलाई पनि क्वेसन गरौँ। नयाँलाई चाहिँ यो भन्नुभएको थियो, के गर्नुभयो त भनेर क्वेसन गरौँ, पुरानोलाई चाहिँ क्वेसन गरौँ, नयाँलाई चाहिँ के गर्नुहुन्छ भनेर क्वेसन गरौँ, अहिलेको अवस्थाको कुराहरू राखौँ। कसले क्वेसन गर्छन् त? कृपया त्यही पुरानै टाइमको जसरी पार्टीहरूलाई विश्वास गरेर एकदमै स्पेसल रूपमा चाहिँ त्यो पुरानो पार्टीहरूलाई चाहिँ विश्वास गरेर मत दिने काम चाहिँ नगरौँ। हाम्रो नेपाल हामीले अहिले चेन्ज गर्न सकेनौँ, अहिले हामीले बनाउन सकेनौँ भने हाम्रो नेपाल कहिल्यै पनि बन्दैन। सो प्लिज एकदमै सोचेर, आफ्नो विवेकले, आफ्नो बुद्धिले भ्याएसम्म दिमागको प्रयोग गरेर सोचेर सबै यो टाइमहरूलाई चाहिँ दिमागमा राखेर मनन गरेर आङ्कलन गरेर तपाईँहरूको बहुमूल्य भोट चाहिँ दिनुहोला, जसले हजुरलाई आउने पुस्तालाई राम्रो गरोस्, सरकार बनोस्, नेपालमा बस्ने वातावरण चाहिँ होस्।